जम्मा गाइस अब ल 9:40 स्टार्ट हुन्छ गाइस सबैजनाले गाइस शेयर गाइस ओइ हिजोको आज तिमीलाई मसँग म्याच खेल्ने भन्छ अनि लास्टमा सबैजनाले शेयर गर्दिनु त गाइस सबैजनाले ल 3 मिनेट मात्रै को मान्छे र बटुलेर बसिरहेको मैले भन्नु पनि फोन नगर्दिम न एकछिन फोन नगर्दिम न फोन नगर्दिम न गाइस मैले भन्नु पनि पाएको छैन के मैले मेरो आफ्नो गाईहरु उताउता कोही पनि भन्नु लाइभ त डराएर भन्नु न सबैजनाले शेयर गाइस हामी केही पनि हैन नि त हामी केही हो त मान्छेले सपोर्ट गर्न हामी के चाहिँ केही नै म्याच खेलेको एउटा डराको हैन फोन नगर्दिम न एकछिन भाइ ल सबैजनाले लाइभ शेयर गर्दिम है कस्तो कुरा गरेको बुझ्नु पर्यो नि त तपाईहरुले बुझ्नु न कहाँ हिजोको आज म्याच खेल्नु भने उ 2 दिन अगाडि पोस्ट हालिसकेको रहेछ मलाई थाहा छैन मसँग म्याच छ सबैजनाले लाइभ शेयर गाइस ल 5 मिनेट भन्छ सबैजनाले कमेन्ट गरे स्टार्ट भने भर शेयर गाइस शेयर सबैजना टिकुली फोन नगर्नु न प्लिज एकछिन फोन नगर्नु दिमेल बले 9:40 होस् न टुलु के भएको हिजोको आज भन्ने पकाउने एकछिन अब भइसक्यो स्टार्ट भइसक्यो अब कति देर रोक्ने यार हाम्रो भ्युअर्स ल फास्ट ल सबैजना गाइस लाइभ शेयर गाइस सबैजना है गाइस अब हामी रेडी भएर बस्नु पर्छ सबैजना स्वतन्त्र भएर बस्नु पर्छ र जतिले सबैजना स्वतन्त्र हो हाम्रो यहाँ के गणतन्त्र भइरहेछ गेममा हार हुन्छ जित हुन्छ गाइस है सबैजनाले लाइभ शेयर गरिदिनु होला जति सकिन्छ अनि जति हुन्छ आफ्नो तर्फदेखि जति सपोर्टहरु गर्न सक्नुहुन्छ तपाईहरुले त्यति सपोर्टहरु गर्दिनु होला भन्नु पुन्दाई प्लिज कमेन्ट गर्नु न तपाई लाइभ शेयर गाइस भन्नु त के गर्ने वर्षाजी कहाँ जानु भयो अनि सुभाष दाइ सबैजनाले शेयर गर्दिनु न सबैजनाले सब गर्दिनु है आज यो टुलुसँग म्याच छ कि यसो तिमीले पनि यसो के हुन्छ कि भन्ने कुरा अनि तुल त के रातै भएर बस्या के बोलाएर हिजो आज गेम खेलाएर हेर न जबरजस्ती तुल झ्याले गर्छ झ्याली खेल्दा रहेछ त त्यस्तो होइन कस्तो भन्दा पनि टी सर्ट बार्नेवाला हो टी सर्ट बार्नेवाला हो नि त ए सबलाई तिमीले धोका दिएर हिँडिसकेको मान्छे पो रहेछ त तिमीले ल स्टार्ट गर अब म अब स्टार्ट गरे ल लास्ट एक हानेर अब भइसक्यो ल अब स्टार्ट गरिहाल अङ्कित एक्टिभिटी ढिलो नगरे स्टार्ट गरिहाल सबैजनाले गाइस ल 1 मिनेट पछि तिमीहरु अब भ्युअर्स घटिसक्यो यस्तो नगर न यार स्टार्ट गरिहाल ओए सन्दाइ पनि ओए 40 मा पख 1 मिनेट 40 भन्दै छु हैन पख 1 मिनेट गाइस 1 मिनेट मात्रै छ है 1 मिनेट सबैजनाले शेयर गर्दिनु सन्दाइ प्लिज शेयर हान्नु दे एकचोटी दाइ ओके गाइस केही भएन हार हुन्छ जित हुन्छ केही छैन तपाईहरु पुन्दाइ गर्ने गाइस अब तपाईहरु एकछिन पढ मेरो मन्त्र छ अरे ल श्री कृष्ण गोविन्द हरे मुरारे सबैजनाले गाइस सबैजनाले धेरै सबैजनाले शेयर गरिदिनु होला ल थ्यांक यू सो मच दादा बस्दिनु चाहिँ एकछिन होला जति सकिन्छ तपाईहरुले शेयर गरिदिनु होला गाइस हामी यत्रो जना छौं सबैजनाले हाम्रो वर्षाजी ल स्टार्ट गाइस टुगेदर गाइस लेट्स गो फर डबल ट्याप सबजनाले ल गाइस टुगेदर सबैजना एक्टिभ भएर गाइस एकै लटमा है सबैजना गाइस एक्टिभ भएर लाइभ शेयर गाइस सबैजना है सबजना मिलेर थ्यांक यू सो मच एकै भाइ थ्यांक यू सो मच एकै लटमा गाइस है सबजनाले थ्यांक यू सो मच दादा थ्यांक यू सो मच अलि मात्र गर्नु बुस्टिङ छैन के फेरि हामीले मेनली त उता गाइस सबजना डबल ट्याप हान्नु पर्यो सबैजना एक्टिभ हमै गाइस सबैजना है गाइस एक्टिभ भएर सबैजना यो त हाम्रो त के रे थ्यांक यू सो मच गाइस सबैजना थ्यांक यू सो मच अब एकै लोडमा दिनु पर्छ है हामीले एकै लोडमा थ्यांक यू सो मच गाइस सबजना थ्यांक यू गाइस Oh my god guys एकै लटमा सबैजना मान्छे त्यो प्रिपेयर बिना पनि हामी चलिरहेछ भइरहेछ हामी प्रिपेयर पनि यतिको हुनु भने इट्स नट अ जोक
उतादेखि पछाडि सबैजना है ल गाइस सबैजनाले लाइभ सबैजना गाइस सबैजनाले ल सबैजना थ्यांक यू सो मच दाइ थ्यांक यू सो मच सबैजनाले शेयर गाइस है सबैजना है गाइस एकै लटमा है गाइस सबैजना अब दिनुस् गाइस अब यसपछि ल थ्यांक यू सो मच सबैजना गाइस उतातिर पोस्ट दिन सक्छ है गाइस ल सबैजना गाइस है गाइस यो खोलाम न खोलाम खै त अरूले पनि हान्नु नि खोलाम न सबैजना गाइस अब स्कोर आउन सक्छ है उतादेखि हेर्नु होला गाइस है सबैजनाले गाइस सुजिता दी थ्यांक यू सो मच सबैजनाले गाइस सबैजना लाइभ गाइस सबैजना अब यति थ्यांक यू सो मच है थ्यांक यू मनोज दादा थ्यांक यू अब एकै लटमा है गाइस ल थ्यांक यू सो मच सबैजना गाइस है ल मनोज दादा थ्यांक यू सबैजना है गाइस ल थ्यांक यू गाइस सबैजनाले थ्यांक यू सो मच मनोज दादा थ्यांक यू सो मच सबैजनाले थ्यांक यू सो मच सबैजना उतादेखि लास्टमा दिन सक्छ है गाइस सबैजना गाइस ल सबैजना थ्यांक यू सो मच थ्यांक यू सो मच नेवादा थ्यांक यू सो मच सबैजना थ्यांक यू सो मच गाइसहरु सबैजनाले एकै लटमा है गाइस सबैजना गाइस ल सबैजना गाइस है सबैजनाले अब यति दिनुपर्छ सबैजनाले यति प्रकाश दादा थ्यांक यू सो मच ल सबैजनाले थ्यांक यू सो मच सबैजना है तिम्रो सबैजनाले थ्यांक यू सो मच सबैजनाले मैले चिनिसके मैले तपाईलाई चिनिसके सबैजनाले गाइस है थाहा छ तिमी वाचिङ रे अब हेर्ने पनि हाम्रो खुलुत भइसके थ्यांक यू सो मच सबैजनाले एकै लटमा दिनुपर्छ है लास्टमा गाइस ल प्रिपेयर गरेछ थ्यांक यू सो मच दाइले हानेको त के बढेको छ नि सबैजनाले धेरै माया गर्दिनु भयो सबैजनाले गाइस अब एकै लटमा दिनुपर्छ है हामीले गाइस बुस्टिङ छैन बुस्टिङ म्युट गरे ल सबैजनाले अब गाइस एकै लटमा हामीले दिनुपर्छ गाइस है ल सबैजनाले गाइस है ल सबैजना सबै अब पोस्टिङमा सबैले दिनुस् है अब यो पोस्टिङमा गाइस सबले जति छ सबैले दिनु अब पोस्टिङमा गाइस गाइस अब पोस्टिङमा सबैजनाले दिनुस् है ल अब पोस्टिङमा सबैजनाले यसमा पोस्टिङमा सबैले दिनु गाइस है ल थ्यांक यू सो मच सबैजनाले थ्यांक यू सो मच है अब यसमा पोस्टिङमा सबैजनाले दिनु होला है ल गाइस के भएन ल सबैजनाले है ल थ्यांक यू गाइसहरु सबैजनाले है ल अब पोस्टिङमा सबैजनाले दिनुस् है एकै लटमा गाइसहरु ल थ्यांक यू मनोज दादा अमृत दादा थ्यांक यू सो मच सबैजनाले थ्यांक यू गाइसहरु है थ्यांक यू सो मच सबैजनाले थ्यांक यू कसले सबैजनाले सपोर्ट गरिदिनु भएको छ थ्यांक यू सो मच धेरै जनालाई थ्यांक यू गाइसहरु यति सपोर्ट गरिदिनु भएको छ माया गरिदिनु भएको छ थ्यांक यू सबैजनालाई थ्यांक यू सो मच के भएन ल थ्यांक यू हाम्रो दारी किङ दादाले पनि गर्नु भएको छ सबैजनालाई थ्यांक यू सो मच है दारी किङ दादा सबैजनालाई थ्यांक यू भन्न चाहन्छु है ल सबैजनालाई धेरै थ्यांक यू सो मच यति सपोर्ट गरिदिनु भएकोमा माया गरिदिनु भएकोमा थ्यांक यू सबैजनालाई अनि धेरै माया अनि धेरै सपोर्ट गरिदिनु भएको छ थ्यांक यू यसको लागि सबैजनालाई थ्यांक यू ल सबैजनालाई धेरै थ्यांक यू सो मच ल थ्यांक यू गाइस ल सबैजनालाई थ्यांक यू सो मच गाइसहरु है सबैजनाले धेरै माया गरिदिनु भएको छ धेरै जनाले ल म्याच रे 22000 ले म त उदा प्रिपेयर म त आमाको सपोर्ट भनेको पनि छैन कता थाहा पनि छैन अहिले गए ठाउँको ठाउँ खेलेको मात्र हो थ्यांक यू सुहाना जी अनि ब्ल्याक सिम सबैजनाले थ्यांक यू सो मच धेरै सपोर्ट गरिदिनु भएको छ धेरै माया गरिदिनु भएको छ है यस्तो बिग म्याच चाहिँ मजा नहोला थ्यांक यू सो मच भन्नु खेल्ने भए एक महिना अगाडि भन्नु पर्छ दादा हाम्रो मनोज दादा बिल्ला छ ल सबैजनाले धेरै माया अनि हजुर ओइ दुल्लु यो हो बिग म्याच हो ल के भएन अब चलो अब हार जित भइहाल्छ चलो के भएन ए त यो बिग म्याच हैन के भएन डोन्ट रियली
म झन् प्रिपेयरै थिइनँ तिमी यत्रो प्रिपेयर भएर अगाडि प्रिपेयर भएर हाल्नु परेको बात अनि अभि दादालाई पनि थ्याङ्क यू सो मच हारिसले धेरै पोइन्ट ल्याएर जिताइस् तैँले चाहिँ हारिसले कति न पोइन्ट ल्याएर जिता जस्तै अनि हाम्रो सबैजनाले थ्याङ्क यू सो मच कति अहिले बिग म्याच यस्तो बिग म्याच सबैजनालाई धेरै धेरै थ्याङ्क यू सो मच है हारिसले धेरै माया अनि सबैजनालाई 22 रहेछ थ्याङ्क यू धेरैजनालाई आउनुभएको छ ल लास्टमा आउनुभयो सबैजनाले गाइजहरू ल सबैजनालाई धेरै धेरै थ्याङ्क यू है गाइजहरू बिग म्याच भन्छ नि अचम्म लाग्यो मैले ल्याउँछ लाग्यो अब प्रिपेयर गरेको छ नि त उसले त वर्ल्ड रेकर्ड हानिदिरहेको टुलेले त अब बिग म्याच प्राइज लिएर बिग म्याच भनिदिएर अब हेर न त धेरै माया गरिदिनु भएको छ है मन लाग्यो 22,000 गरिदिनु भएको छ धेरै धेरै सपोर्ट गरिदिनु बिग म्याचमा त हारेर म धेरै धेरै माया अनि हाम्रो किरण दादा 6,000 मेरो 6,000 आज मलाई कसले कसले सपोर्ट गर्नुभयो भन्ने कुरा मैले लेखेर राखेको छु है कसले मलाई धेरै सपोर्ट गरिदिनु भएको छ अनि हाम्रो सुशील दादाले अनि त्यसपछि हाम्रो दुईटा दादाले धेरै सपोर्ट गरिदिनु भएको छ थ्याङ्क यू दाइ थ्याङ्क यू सो मच नेवादा थ्याङ्क यू सो मच थ्याङ्क यू दाइ 22,000 पनि एकजना हाम्रो 22,000 बारे म कसम भनेको गाइज हैन जेलेस भएको रे लाइभ सेयर गरिदिनु थ्याङ्क यू सो मच गाइज धेरै माया धेरै सपोर्ट गरिदिनु ओइ यो यस्तो त पुरै हो र थ्याङ्क यू सो मच आए पनि हल्का फुल्का अलिअलि त आयो धेरै नआए पनि केही भएन गाइज ल कत्रो ठुलो बिग म्याच भयो यार प्रिपेयर भएको मान्छे आएको मान्छेको 22,000 कस्तो बिल्ला यार म जिन्दै खेल्ने ठुलो नर्मल म्याच खेल्दा तिमी जेलेस भयो कसम म्याच 22,000 उसको पोइन्ट आइहाल्छ नि कहिले कम उसको जुन 22,000 पोइन्ट आयो नि त्यसमा त के रे डबल ट्याप बढी थियो गिफ्टिङ त कति पनि दिएन केही पनि दिएन गिफ्टिङ उसकोमा डबल ट्याप बढी थियो त्यहाँ उसले धेरै त्यसबाट कमायो कति 20-30 डलर कमेन्ट ल पढ्दिनु पर्छ कमेन्ट गराउँदा एकचोटि लास्टै पेल्दिउँ न एकचोटि लाममै बिना बोल गाइस यसको 22 गराउँ त नर्मल म्याचमा हाम्रो आउँछ भन्दिउँ न नि गाइस 4 जना प्लिज कम्प्लिट गरौँ न डबल ट्याप ट्याप पनि गर्दिनु गाइस टु मोर गाइस टु मोर दुईजनाले धेरै जनाले ल सबैजनाले धेरै धेरै थ्याङ्क यू सो मच जति आए पनि स्कोर त आखिर एउटै हो गाइज केही हुँदैन ल सबैले डबल ट्याप ट्याप गर्नु थ्याङ्क यू दक्षिणाजी थ्याङ्क यू मनोज दादा र सबैजनालाई धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु है सबैजनाले धेरै धेरै माया गरिदिनु भएको छ अनि धेरै धेरै म्याच भन्दैन के केटा हो यो बुझ न बिल्ला म्याच भन्छ यसलाई के को बिल्ला म्याच भन्छ यसलाई बिल्ला म्याच हाम्रो दाइले धेरै सपोर्ट गर्छ थ्याङ्क यू दक्षिणाजी वर्षादी थ्याङ्क यू दाइना लास्टमा आउनु भयो अनि हेर्नु नि दाइ अनि कमेन्ट हेर्नु न थ्याङ्क यू सबैजनाले लाइभ सेयर गरिदिनु है डबल थ्याङ्क यू सो मच दाइ स्कोर हेर्नु अब गाइस आम्मा मैले के सोचेर म त ल्याउँछ लाख त नआउँछ होला भनेर सोचिरहेको थिएँ तर जति जियो गर्यो होइन तर म त बल लाग्यो तर होइन यस्तोलाई बिग म्याच भन्छ भने हो अनि उसले यस्तो के दाइ उसले चाहिँ होइन 2 दिन अगाडिदेखि चाहिँ पोस्ट हालेको रहेछ म्याच छ भनेर मलाई थाहा छैन फेरि हेर्नु है पोस्ट हालेको मलाई थाहा छैन मतलब पोस्ट हाले लास्टमा पोस्ट हालेर अब त्यत्रो दिन अगाडिदेखि उसले गरेको म त आज नै हो म्याच भोलि भने म त यति आएर बसेको म त देखेँ म त खेल्दिनँ दाइ उसँग त
म त यस्तो हेरिरहेको थिएँ नि बिग म्याच भन्दै थियो हेर्दिन होइन त उसले चाहिँ हिजोदेखि भनिरहेको थियो नि त जे होस् न बिग म्याच मैले त टाइम पाउनु पर्दै आमासँग टाइम पाएको भए यहाँ अर्कै कुरा हुन्थ्यो क्या न एउटा भिडियो आएको छ न एकजना पनि मैले कसैलाई नि भनेर पनि भनेको छु नि यत्तिकै आइदिएको ल हौ बिग म्याच दाइहरू जानु लाग्यो भनेर भने ल म पनि गएँ हो बिल्ला केटा यो पोस्ट नगर यो गुगल स्क्रिन डिलिट हान है बिल्ला हुँदैन नि यो म्याचको त्यो गुगलले रिक्वेस्ट सिक्रेट हानेर त पुरै त डिलिट गर है हार्यो भने रुयो अरे अनि धेरैले हार्यो भने पनि त लय चित्त डुब्नु होइन डबल ट्यापै 10 लाग्यो होला 2 के थियो भने पुगिहाल्यो 10 डबल र ट्रिपलमा हामी भ्याएन अलि धेरै आन भ्याउँदैन उ एकछिनको त्यो के भन्दैछ अलि धेरै आन आनन्द Thank you so much guys to Thank you so much guys ल ओके अंकित दियो ल बिग म्याचमा बर्थडे बोयलाई जित्न देऊ न बर्थडे बोयलाई शुभकामना जे आज तिमीले म्याच जित्न सफल भइसकेको छौ र यसरी नै तिमीले चाहिँ म्याच जित्दै अगाडि बढ्नु होला भन्ने एउटा आशा अब चाहिँ म्याच यदि कसैसँग खेलिहाल्यौ भने चाहिँ प्लिज सबैभन्दा सुरुमा 10 देखि 15 दिन अगाडि भनेर फोन गरेर भन्ने फोन थ्यांक यू सबैजनाले धेरै धेरै माया गर्दिनु ल अंकित म गएँ ल जानु भएको सबैजनाले धेरै धेरै ल त ए तपाई दाइ नभन न औडा छेत अति अब के भन्नु हारेपछि जे भन्दा नि हुन्छ अरे अनि हार्छु नि म त जित्न पनि बेसी स्कोरले जिते आयो नि आखिर जति आए पनि ना यस्तो जति आए पनि आखिर सपोर्ट त आयो नि त जति आए पनि हल्का फुल्का त आयो खतरे आयो नभन न जति आए पनि अब सपोर्ट त आयो त्यतिले हैन र के कसो हैन यो भ्युअर्सहरु उतापटिको उतैपटि मात्रै बस्नु भन्ने यता नआउनु भन्ने कि ल्याङ्ने गरेको झ्याउ भयो के फुलबाई दाइले पनि जोइन गर्नु गर्यो ओके अनि थ्यांक यू दाइ अंकित म चाहिँ गएँ ओके बारा खतरा बिग म्याच जिन्दगीमा फर्स्ट टाइम बिग म्याच देखेर आएँ मैले फेरि मेरो भाइलाई लाइफको फर्स्ट टाइम बिग म्याच मैले देखेँ चल्दिने अनि नै अब ल हुन्छ अंकित जी जानु तिमी हैन अंकित तिमीले अहिले कस्तो स्कोर आएको थियो अहिले भर्खरै एक ल म गएँ बाइ अब त्यही गर्दिनु हैन टी-शर्टहरु बार्दिनु 10-15 वटा 10 वटा भिडियो चाहिँ नआएको तिमीलाई भिडियो पठाइन्छ भने टिकटकमा भिडियो नहाल्नु टी-शर्ट हालेको हैन खाना साना लो पनिशमेन्ट दिएको लाखमा हो नि त फेरि त्यही पनि हामी दिन्छौँ ल टी-शर्ट दिन्छौँ हामीले दिने प्लानै थियो अगाडि नै अनि फर्स्ट प्लानै त हामी जस्ट मेरो छोरालाई हेरे झन् मेरो छोराको त आमा नभए पनि बाउ त छ नि तर कुनै मान्छेको चाहिँ न आमा न बाउ हैन नभएको कारणले गर्दा मैले मेरो दाइसँग अस्तिदेखि नै कुरा गरेर दाइ यसरी अब दसैँ नजिक आउँदैछ हामीले गएर बाड्नुपर्छ धेरै अब पैसाको कुरा आएन जति जे भए पनि जस गरेर बाड्नु हामीले सक्ने भनेर अस्तिदेखि कुरा भएको थियो हामी बाँड्छौँ पनि क्या त्यो कुरा धेरै नसके पनि थोरै भए पनि हामी जस्तै हामी गर्छौँ उसले के 10 वटा भन्यो म 20 वटा पनि गर्न सक्छु तर आफ्नो हिस्सा अनुसार म गर्नेछु भिडियो पनि हाल्दिउँला नि त ल के भन्दा नि चाहिँदैन टुल्लु भाइलाई मात्र पठाइदिनु भिडियो हामी चाहिँ कुनै त्यो के अरे यो पब्लिसिटी स्टन्ट के भन्छ त्यस्तो